आज म तपाईहरुलाई देखाउने छु रमाइलो रमाइलो दृश्यहरू। हेलो नमस्ते, मेरो नाम चाहिँ रिङ्सा निरौला हो। तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा र भिडियो अन्तिमसम्म हेर्नु होला। यो भिडियो चाहिँ 1.5 वर्ष अगाडिको भिडियो हो। यो रमाइलो गर्दै गरेको चाहिँ आमा समूहबाट हो। म चाहिँ आमा होइन, तर मम्मीको साटो म पनि गएको थिएँ। यो तपाईले राम्रो दृश्य देख्नुभएको चाहिँ सालबारीको हो र हामी चाहिँ यहाँ पिकनिक खान गएको थियौँ आमा समूहबाट। यो किन राखिराख्नु सम्झनाहरू कहिलेकाहीँ मनाउनुहुन्छ सबै हालौँ न भनेर मैले चाहिँ सोचेर हालेको। अनि यो चाहिँ अब त्यही क्षणको आवाजमा सुन्नुहोस् है। उहाँहरु सबै मान्छे बाड्नलाई रेडी हुनु भएको अरे, पुरै पलाइटी कसेर चिउरा बाड्नलाई। हाम्रो खाजा खाने टाइम भयो। त्यो मासु चिउरा मुरै दामी 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 छ। दामी छ, मिठो छ। थाल ठट्टो दिएको अनि आज पनिरको मान्छेहरु है, पनिरको मान्छे हैन, पनिरको उयो। कस्तो छ बाउजू पनिर? मिठो छ। कस्तो भयो बाउजू? मिठो भयो। त भन्दैनस् होला, नसोध्ने। के खायो तपाईले? पनिर। खोइ पनिर त देख्दिन त थाहा। हामीले त बाजेको पेडा खाएको, बाजेको पेडा। ला अनि खोइ मलाई चाहिँ। अनि आउ भन्दा अघि किन पनिर खाएको छ? कस्तो भयो मासु चिउरा? मासु खानु पाउँदा नमिठो हुन्छ। ओ त्यो पनि कतिजना पुरानो गीतमा नाचेर हामी त यसमा नाच्छौँ भन्दै सम्झनाबाट लिइराख्नु भएको छ। अनि अङ्कललाई भिडियो गर्नु मान्छेको भन्दा धेरै चाहिँ रुखको घर पार्ट 2 पनि हाल्ने छु। धन्यवाद।